ल साथी हो अहिले चाहिँ मेरो नाति र भतिसँग चाहिँ चट्टै हाम्रो चाहिँ यो चाहिँ पशुपति नगरको हाम्रो 2 नम्बरको चाहिँ है सूर्य नगरपालिका 2 चाहिँ हाम्रो यो मन्दिर हुन्छ मन्दिर हो शिव मन्दिर शिव मन्दिरमा चाहिँ हामी चाहिँ यसो जाडो भएर यसो दर्शन गर्दै यसो प्रसाद पनि पाइन्छ कि आएको नि हान्नुपर्छ कता प्रसाद आइन्छ जाडोमा के पाइहाल्दैन नि धतुरो चाहिँ नखाने तर अलिकति ठुइ चाहिँ खानु पर्ला क्या उहाँकोमा छ कि छैन एक त गएर हेरौँ ल केटा अहिले चाहिँ गएर हेरौँ केटा ल यहाँबाट इन्ट्री भयो नि यता आइज न हौ केटा अरे यहाँबाट इन्ट्री लो इन्ट्री त के गरेर पस्छ केटा देखा त ढोकेर त पस्नु हौ तेरि गए ल हो पर गरेर ढोक्ने हो ल ओके यसरी ती बस्छ केटा त्यहीँ बस है एक क्लिक त दिनु पऱ्यो नि त केटा ल ल हामी शिवजीको उयसमा पनि छिरिसक्यौँ शिवजीको उयसमा चाहिँ होइन केटा शिवजीको केमा अरे मन्दिरमा चाहिँ छिरिसक्यो त्यो घन्टा बज त यो चाहिँ के को घन्टा अरे शिवजीको अच्छा पारा चाहिँ यसरी हो हेर त यहाँ आम्बा ल घन्टा चाहिँ यसरी बजाउनुपर्छ साथी हो ल यहाँ है विद्यार्थी बहिनीहरू पनि आइरहेको छ नानीहरू अब सबै जाने हो उहाँ हुनुहुन्छ हाम्रो अन्तर्राष्ट्रिय है अन्तर्राष्ट्रिय हुन्छ उहाँ है एउटा भारतबाट आउनुभएको है हामी यहाँनिर चाहिँ प्रायः जस्तो हाम्रै भाषामा भन्नु चाहिँ बङ्गाली है यहाँनिर प्रायः आउनुहुन्छ हाम्रो इन्डियादेखि लिएर सबैजनाहरू दर्शन गरेर जानुहुन्छ एकदम राम्रो छ यहाँनिर तपाईँहरू पनि दर्शन गर्न आउनु सक्नुहुन्छ यहाँनिर हामी चाहिँ अब भित्र चाहिँ हिँड्नु सकेनौँ त्यहाँबाट तपाईँहरूको लागि एकदमसँग के भन्छ सियाँ सियाँ होइन यो हो सियाँ यो चाहिँ हाम्रो ठ्याक्कै बुढानीको कन्ठामा हो दुरुस्तै हेर्नु त छ नि है अनि त्यहाँ चाहिँ त्यो शिवजीको घन्टा यहाँ चाहिँ कसको भन्दा यो चाहिँ हनुमानको त छैन त लस्तम हनुमानजीको लस्तम देख्नुभयो नि ल ठिक छ ल यहाँ उच्च पहाडीमा रहेको हाम्रो यो एकदम सूर्योदय नगरपालिकाको 2 पशुपति बजारबाट अलिकति माथिल्लो साइडमा रहेको यो शिव मन्दिरमा पनि सम्पूर्ण भिडियो हेर्ने आगन्तुक मित्रहरू आउनु भएको छैन भने आएर एकपल्ट भ्रमण गर्नु होला तपाईँहरूले यहाँनिर चाहिँ यताउति हुने उताउति पस्ने ठाउँ छ है यो ब्याक साइडबाट देखाएँ हामीले है तपाईँहरूलाई यो थोरै बजारको भागहरू पनि देखाउने छु हेर्दै जानुहोस् है केटा केही भन्नु छ कि केही छैन चिसो मौसम छ चिसो मौसममा चाहिँ किन पो उ गर्छ अरे त चिसो मौसम छ राम्रै छ किन होला यतिखेर आउँदा चाहिँ न्यानो न्यानो कपडा लाएर आउनु होला है हो भाइ पक्का हो है ल ठिक छ अब तपाईँहरूलाई म बजारको भाग पनि देखाउँछु है अब तपाईँहरू सट्ट देखिहाल्नु छ तपाईँको यो चाहिँ हाम्रो पनि इन्डिया यता है यो यता चाहिँ हाम्रो उको साइडको छ यो पुरी यताबाट इन्डियन गाडी पनि आउँदै गरेर देखेछ हुन्छ नि हो डब्लुबी हो 74U है C9 पनि यता पनि डब्लुबी नै ठडिरहेछ हो अनि यो चाहिँ हाम्रो चाहिँ बोर्डरको उयो हो हाम्रो चाहिँ माथि गर्छ धेरै माथि हाम्रो पशुपतिको छ है कहाँ गएको ब्याग लिएर आउने यो उदो साइड चाहिँ हामीहरू बजार छ त्यो तलतिर है अब हामी बजारको गएर पनि देखाउँछौँ यहाँनिर एकदम तपाईँहरूले अहिले टाफुली देखिराख्नु भएको छ है तलतिर गएपछि यहाँनिर धेरै धेरै बङ्गाली है हाम्रा अन्तर्राष्ट्रियबाट आउने पर्यटकहरू धेरै आउनुहुन्छ हाम्रो यहाँ है एउटा नेपाली गाडी घरि यहाँ नेपाल नम्बरको घरि इन्डियाको चिज है यहाँ चाहिँ नयाँ मान्छेलाई चाहिँ इन्डिया नेपाल हो भन्ने पनि गाह्रो गरेर चाहिँ हामी त्यहीँको भएर अलिकति सजिलो छ नि भाइ ल हेर न हौ साथीहरू एउटालाई पर्खेको
15-20 मिनट भइसक्यो हो जाडोले कोही आज त कति पौष 4 गते होइन आज चाहिँ पल्ला पौष जस्तो गरेर चाहिँ यहाँ हेर्नु नि पशुपति आमा चिसो अब चिसो महिना लाग्यो चिसो महिना 2-2 हान्न लाग्छ नि त है सिक्किमे हानु कि एचबी हानु एसबी नै जान्छ हल्का बहादुर हान्ने हो आज चाहिँ अहिले हेर्नु न बल्ल आयो मलाई 20 मिनट जस्तो पर्खिरहेको बल्ल आउँदैछु म लटक अब यसले भएछ आउने बेला यही हो के हो यो पर्खाइ के हो यो पर्खाइ के हो यो वेटिङ चार्ज लाग्छ त अरे त वेटिङ चार्ज अनि त दुधै पेकअप पुरा आयो त आज मौसमले च्यालेन्ज गरेको छ के हो त्यस्तै लाग्यो ल ल ल ठिक छ यतै हुँदैछ है मौसमले च्यालेन्ज गरेर चाहिँ दुई चाहिँ हान्ने हो भ्याक्सिन त्यो पनि है सिक्किमै पड्काउने कि हर्काबहादुर पड्काउने कि हर्काबहादुर भन्नुहुँदैछ हाम्रो हर्काले फेरि मार्दा फेरि है सिक्किमै हो ओरिजिनल पाइन्छ नि यो तेरिकल ल ठिक छ है पशुपति बजार कोराइन बजारमा छु हामी अलिक यता चाहिँ हो भाइ भाइले पनि देखाउनु फेरि भरे मेरो त भिडियोमा आएन त भन्ला फेरि है रुससँग हेरेर त हामी नै हो पहिला सुनसान रातमा है के भन्छ छैन छैन साथमा तिमी छैन साथमा भन्दा चाहिँ अलिक कलरको मलाई ल्याउँछ है तपाईँहरू ल ल फ्यापुला खोइ त फ्यापुला ल फ्यापुला यता हाम्रो नाना पनि भेटाइ ल मलाई चाहिँ नखिच ल किन खिच्दा के हुन्छ खिच्दा के हुन्छ ल हाम्रो नाना पनि भेटाइयो यहाँ ए जाडोमा तातो स्वेटरदेखि लिएर सबै किन्न आउनुहुन्छ है यता फोरेन बजारतिर फोरेन है यहाँ फोरेन हाम्रो के अरे अन्तर्राष्ट्रिय आउनुहुन्छ देख्दै हुनुहुन्छ नि देखेन सोधेर इन्टरभ्यू लिनुपर्थ्यो नि त सोधेर गफ गर्न आउँदैन नि त फेरि के भन्नु सोध्नु फेरि हामीले हिन्दी बोल्दाखेरि अलिक फेरि उनीहरूले हिन्दी बोल्दा नि थाहा उनीहरूको उयो बोल्छ कि कतिले बोल्छ कि ल स्ट्यान्डमा आयो भने हुन्छ है हेर्नुहोस् है बङ्गाली के हुन्छ राष्ट्रबाट आउनु भने सम्पूर्ण उहाँहरू आएन चाहिँ हाम्रो बजारै होइन जस्तो हुन्छ है सुनसान भएको छ कि अक्सर उहाँहरू डेली यतिकै भएर आउने क्या अझै हाम्रो तल दुईवटा पार्टी उहाँहरू हो हरेको हुन्छ खाली छ यस्तो है भारतीय गाडी पनि आइरहेको छ देख्दै हुनुहुन्छ है यहाँ है यस्तो छ एकदमसँगले हेर्नुहोस् है सडक्क परेर है त्यो त टाउको छ नि त केटा जाडो भएर राखिदिएको छ अरे भन्ने ओइ जाडो भएर राखिदिएको छ अरे भन्छ त हेर्नुहोस् है तपाईँहरूले एकदमै बवाल बल्छ भित्र त नछिरौँ है चिया नखानु हुँदैन नि तातो कहाँ यहाँ मुनि यो मुनि हो काठमाडौँमा नि बस्यो मान्छेले यस्तो पनि जानुपर्छ हौ त्यो त माथि नै हुन्छ कहाँ माथि अब कहाँ अन्त त चियामा चिया खाने भन्छ केटाहरू